कसैलाई थाहा छैन क्या यसरी खसेको हो यस्तो हुन्छ भनेर कस्तो अब मान्छेले अहिले सुन्दाखेरि कस्तो भन्नुहुन्छ भने यत्रो पढेर छ्या स्टुडेन्टमा जान नसक्ने यस्तो कुरा आउँछ क्या हामीलाई अझ क्रस क्वेसन आउँछ कि त्यसमा चाहिँ अझ टर्चर हुने टाइपको त्यस्तो चाहिँ कसैलाई पनि नगरिदिनु होला प्लिज त्यस्तो आफू जसलाई पढाएको छ त्यसले मात्रै थाहा हुन्छ कि त्यो पढेको खण्डमा अनि वैदेशिक रोजगारलाई हामीले गएर त्यसको कुरामा भन्यो भने यहाँ छ यता छ त्यसको लोकेसनधरि हामीले दिएको थियो तिमीहरू जाऊ पक्राउ हामीले पक्राउ पुर्जी निकालिदिएको छ त्यति मात्रै हो यो देशमा कानुन त्यति मात्रै बनाएको छ र हो हाम्रो देशमा त कानुनै छैन क्या हो यो शक्तिले सरापेको देश भन्छ क्या रे हामीलाई हो त्यस्तै लाग्छ मलाई न्याय भने काहीँ पनि छैन क्या कसैलाई नि पाउँदैन रहेछ क्या अहिले आएर मलाई फिल भयो कि जुन पीडित छ झन् धेरै पीडितै गरिदिन्छ हाम्रो देशमा कानुनै छैन सायद यदि कोही अब कानुन मन्त्री त सोभिता गौतम हुनुहुन्छ है उहाँले मेरो भिडियो कहीँ गएर तपाईँले सुन्नुभयो भने प्लिज कसरी हुन्छ त्यो मान्छेलाई हामीले लोकेसन समेत दिएको छ रेड नोटिस पनि जारी गर्ने भन्ने कुरा छ तर भएको छैन हामी लगभग 4 महिनै भइसक्यो रेड नोटिसको लागि वेट गरेको तर कहीँबाट नि भएन अनि अहिले सम्पर्कमा छैन तपाईको सम्पर्कमा छैन हामीले कति मेसेज गर्यो अझ त्यसले हामीलाई के भनेको भने म सेप्टेम्बरको 11 मा रिजेक्ट भएको अनि उसले मलाई के भनेको थियो डिसेम्बर 20 मा म तिम्रो पैसा दिन्छु भनेर डेट समेत दिएको थियो अनि होला नि त मैले यति धेरै ट्रस्ट गरेँ अब होला दिन्छ उसले पनि होइन ऊ पनि होला उसको पनि पैसा आउँछ होला भने त अनि मैले डिसेम्बर 20 सम्म त उसलाई मैले केही पनि भनेन सायद अनि त्यसपछि उसले डिसेम्बर 20 सकेपछि त के भन्छ जेसुकै गर्नु मेरो मतलब छैन के जेसुकै गर्नु पहिला म त्यहाँको करियर टेकको सिओई हुने बेला मात्रै हो सत्यनारायण सापी अब सत्यनारायण सापी मरिसक्यो भन्ने कुरा गर्नुहुन्छ त्यो त्यतिकै मर्न पाउँछ यत्रो मान्छेको पैसा खाएर मर्न पाउँछ त्यसलाई त मार्छु म पाएँ भने म मार्छु म तपाईँले पैसा दिएको के छ तपाईँ हजुर तपाईँले पैसा दिनुभएको क्यास दिनुभएको कि मैले ब्याङ्कबाटै दिएँ हो त्यसले तर माग्नु चाहिँ क्यासै मागिरहेको थियो खातामा हजुर अनि मैले त्यसलाई क्यासै दिएको क्यास भन्दा नि त्यसले चाहिँ मलाई क्यास लिए भन्थ्यो कि म क्यास दिन सक्दिनँ म के अरे मोबाइल ब्याङ्किङबाट आइडिपी गरेर के आइपिओ गरेर पठाइदिएँ हो त्यसलाई मैले होइन कनेक्ट आइपिएस गरेर पठाइदिएँ हो राष्ट्रिय वाणिज्य ब्याङ्कबाट पठाइदिएको अनि त्यसले पैसा पाइसकेपछि पैसा नदिनेसम्म के हुन्छ त फर्स्टमा त्यसले हामीलाई के भन्थ्यो किस्तामा दिने पैसा हो भन्यो के अनि ल नि त भने अनि फर्स्टमा मैले दिएको त्यसलाई 8 लाख रुपियाँ पैसा दिएको थियो अनि कस आउँदो रहेछ अफर लेटर आयो अफर लेटर आएपछि कस आयो त्यसले होइन मलाई कस पठाइदियो अनि कस पठाइदिएपछि के भयो भने कस आइसकेपछि अनि मैले भने पैसा अलि टाइम लाग्छ होइन मलाई अहिले पैसा छैन भन्दाखेरि अझै मलाई तेरो कस विथड्र गरिदिन्छु तेरो अब यस्तै हो त अब 10 वर्ष ब्यान हुने अझै के मलाई नै टर्चर दिने टाइपको गरिदियो त्यसले मलाई फेक कस निकालेको हो र तपाईँको भिजा रिजेक्ट भएको हो थाहा छैन त्यसले मलाई भिजा रिजेक्ट भन्यो होइन त्यसले मलाई भिजा रिजेक्ट भन्यो फेक कसमा भिएफएक्स गराउनाले मैले भिएफएक्स पनि गरेँ होइन अनि पछि मेरो भिजा रिजेक्ट भइसकेपछि मैले अझै यसलाई के पनि गर्न मिल्छ अरे एकचोटि चाहिँ फेरि रिचेक गरेर भिजा आउँछ भन्ने कुरा गरेँ त्यसको लागि एक्स्ट्रा 5 लाख लाग्छ भन्ने कुरा गरेँ त्यसले त्यसपछि मैले त्यसको ट्रस्ट लागेन ट्रस्ट नलागिसकेपछि मैले गर्दिनँ म होस् छोडिदिएँ मेरो पैसा रिटर्न ले भनेर भन्दाखेरि त्यसले डिसेम्बर 20 मा दिन्छु भनेर भन्यो तर दिन सकेन क्या त्यसले पनि अनि त्यसले त्यसको कुराहरू सुन्दाखेरि त्यसले गुन्डादेखि लिएर पुलिसदेखि लिएर हरेक ठाउँको मान्छेहरू चाहिँ किनेर राखेर रहेछ क्या अहिले हामीलाई फिल हुन्छ क्या त्यसले जहाँ जाओस् त्यसको केस भनेपछि कसैले नि ह्यान्डलै गर्दैन क्या कसैले ह्यान्डल गर्दैन नेभर के कसैले पनि लिनै खोज्दैन खास अनि अहिले हामी वैदेशिक रोजगार भने अब वकिलहरू हुनुहुन्छ होइन वकिलहरू कालो कोट लगाएर वैदेशिक रोजगारमा जसको नि डिटेल हेर्न पाइयो अपराधीको पनि डिटेल हेर्न पाइयो त्यस्तो हुन्छ त्यस्तो हुँदो रहेछ नेपालमा सुनिराख्नु होला यदि कोही पनि फेरि पनि वैदेशिक रोजगारमा हामी नेपालीहरू हो हामी बाध्यताले नेपाल छोडेर विदेश जान बाध्य छौँ हाम्रो देशमा सायद यो हकको वकिलहरू गएर वैदेशिक रोजगार विभागमा हाबी हुन्छ होइन हाबी हुन्छ उनीहरू त्यहाँ गएर त्यहाँको डिटेलहरू सबै निकालेर सब फरवर्ड त्यो यो ठगीहरूलाई हुँदो रहेछ क्या अनि यस्तो भएपछि कसरी चल्छ हामी कति मेहनत गरेर त्यसको डिटेल कसरी खोजिरहेको हुन्छ